फेसबुकबाट पैसा कमाउन चाहनुहुन्छ तर सुरुवात कहाँबाट गर्ने थाहा छैन। अबको मेरो भिडियो कन्टेन्ट मोनेटाइजेसनको 0 to 100 हुन्छ। सबै कुरा हजुरहरुको प्रब्लम के छ, हजुरहरुले के गर्नुपर्छ, यस्तो प्रब्लम आउँदा के सल्युसन गर्नेदेखि लिएर सबै यावत कुराहरू समावेश गर्दै जान्छु। यो त्यो भिडियो मध्येको सबैभन्दा सुरुवाती चरण हो, पार्ट 1 भनेर यसलाई बुझ्नु होला। तर यो भिडियोमा हजुरहरुको इन्गेजमेन्ट हेरेर, यो भिडियोबाट मलाई फलो गर्नुभएको हेरेर, यो भिडियोलाई शेयर गर्नुभएको हिसाबले हेरेर मात्रै मैले क्रमशः अरू भिडियोहरू बनाउँदै जानेछु। सो हजुरहरुलाई भिडियोहरू चाहिएको छ भने पक्कै पनि आफ्नो इन्गेजमेन्ट देखाउनु होला। अब सर्वप्रथम त हजुरहरुको प्रोफाइललाई पेजमा कन्भर्ट गर्नुपर्ने हुन्छ। त्यसको लागि हजुरहरुले यदि हजुरहरुको एकाउन्ट लक राख्नु भएको छ भने त्यसलाई हटाइदिनु होला। अनि त्यसपछि हजुरहरुको प्रोफाइलको 3 डटमा गएर त्यहाँ देख्न सक्नुहुन्छ हजुरहरुले प्रोफेसनल मोड, टर्न अन प्रोफेसनल मोड देख्न सक्नुहुन्छ। त्यसलाई अन गरेर सेटिङ्सहरुलाई नेक्स्ट गर्नु होला। केही गर्नु पर्दैन। नेक्स्ट गरेपछि हजुरहरुको पेजमा कन्भर्ट हुन्छ। अब कतिको त्यो प्रोफेसनल मोड पनि टर्न अन प्रोफेसनल मोड देखाएको छैन भने वेट गर्नु होला। भने लक प्रोफाइल छ भने पनि यो देखाउँदैन। लक हटाउनु होला। लक गरेपछि चाहिँ हजुरहरुले फेसबुकमा कहिले पनि अर्निङ गर्न सक्नुहुन्न। त्यो हटाउनु होला। जसको आएको छैन वेट गर्नु होला। सर्वप्रथम हजुरहरुले प्रोफाइललाई पेजमा कन्भर्ट गर्नु होला। अब कतिको गुनासो के हुन्छ भने मेरोमा 5000 भन्दा बढी फ्रेन्ड्स नै भएन, यो त्यो भन्नुहुन्छ। प्रोफाइलमा 5000 भन्दा बढी फ्रेन्ड्स हुँदैन, लिमिट छ त्यसको। भने हजुरहरुले पेज बनाइसकेपछि हजुरहरुले भिडियो हाल्नु होला। हजुरहरुको भिडियोको साइडमा नामको छेउमा फलो देखाउँछ। त्यो फलो भनेको अनलिमिटेड हो। त्यो नै हामीले पाउने फलोअर्सहरु हो। फलोअर्स अनलिमिटेड हुन्छ। हजुरहरुले 5000 भन्दा बढी फ्रेन्ड्सलाई पठाउन मिल्दैन भने फलोअर्स चाहिँ जतिलाई पनि फलो गर्न मिल्छ, तर हजुरहरुले फलो ब्याक चाहिँ 5000 भन्दा बढीलाई दिन मिल्दैन। त्यसपछि आफ्नो फेसबुकलाई चेक गर्नु होला। सर्च गरेर चेक गर्नु होला कि त्यो अपडेट छ कि छैन। जस्तो कि यहाँ मैले फेसबुक देखेँ। फेसबुकको चित्रमा क्लिक गर्नु होला। यो त ओपनपट्टि होइन, फेसबुकको चित्रमा क्लिक गर्नु होला। भित्र गएपछि यहाँनिर मेरोमा यहाँ अपडेट देखाइरहेको छ। हजुरहरुको पनि यसै गरी अपडेट देखाएको हुनसक्छ। अपडेट गर्नु होला। फर्स्ट अफ अल चाहिँ फेसबुकलाई अपडेट गर्नु होला। आफ्नो फेसबुकमा भएको नाम, ब्याङ्कको एकाउन्ट नम्बर जुन छ त्यसमा जे नाम छ अथवा नागरिकतामा जे नाम छ त्यही राख्नु होला फर्स्टको। जस्तै यहाँ देख्न सक्नुहुन्छ मेरो पनि कोशराज दाहाल छ अनि पछाडि कश्यप सप्लायर्स छ मेरो नामको पछाडि। त्यो किन राखेको भने मेरो नागरिकताको नाम कोशराज दाहाल हो। मैले चिन्हको लागि भनेर कश्यप सप्लायर्स राखेको छु। हजुरहरुले पनि के गर्न सक्नुहुन्छ भने आफ्नो कुनै चिन्नुपर्ने कुरा छ भने त्यसलाई पछाडि राख्न सक्नुहुन्छ। लास्ट नेममा, फर्स्ट नेममा आफ्नो पुरा नाम राखिदिनु होला। त्यो भएपछि हजुरहरुको भोलि एकाउन्टमा समस्या आउने हुँदैन। अब सर्वप्रथम हजुरहरुले फेसबुकको नाम चेन्ज गर्नको लागि आफ्नो फोटोभन्दा माथि यहाँ जुन फेसबुकको साइडमा 3 लाइन छ यहाँ जान सक्नुहुन्छ। त्यसपछि हजुरहरु यहाँनेरि सेटिङ्स एन्ड प्राइभेसीमा जान सक्नुहुन्छ। त्यसपछि फेरि सेटिङ एन्ड प्राइभेसीमा क्लिक गरेर हजुरहरुले सेटिङमा जान सक्नुहुन्छ। त्यसपछि यहाँनेरि देख्न सक्नुहुन्छ एकाउन्ट सेन्टर। एकाउन्ट सेन्टरमा जानु होला। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ आफ्नो प्रोफाइलमा क्लिक गर्नु होला। यहाँ जुन प्रोफाइल एन्ड पर्सनल इन्फर्मेसन देखाइरहेको छ, पर्सनल डिटेल देखाइरहेको छ, यसमा क्लिक गर्नु होला। त्यसपछि हजुरहरु यहाँ नाममा क्लिक गर्नुभयो आफ्नो फेसबुकको नाममा भने यहाँ गएर हजुरहरुले नाम चेन्ज गर्न सक्नुहुन्छ। भने डेट अफ बर्थ यहाँ तल देख्न सक्नुहुन्छ बर्थडे भनेर, यहाँ गएर पनि हजुरहरुले एडिट गरेर डेट अफ बर्थलाई चेन्ज गर्न सक्नुहुन्छ। अनिवार्य रूपमा गर्नु होला। अब दोस्रो गल्ती गर्ने भनेको के हो भने मेरो फेसबुक यति हुने बित्तिकै हाम्रो मोनेटाइज हुन्छ, थोरै भन्दा थोरै भ्युज आउँदा पनि मोनेटाइज हुन्छ भन्ने हाम्रो छ। त्यो हुँदैन। हजुरहरुले धेरै मेहनत गर्नुपर्छ फेसबुकबाट पैसा अर्निङ गर्नको लागि। हजुरहरुले हरेक दिन एउटा भिडियो पोस्ट गर्नु होला। त्यो पनि अर्काको भिडियो उठाएर नहाल्नु होला। कपिराइट कन्टेन्टहरु नहाल्नु होला। त्यसले गर्दा झन् कहिले पनि मोनेटाइजेसन आउँदैन। हजुरहरुले भिडियो बनाउँदाखेरि आफूले टेक अथवा टेक्नोलोजीसँग रिलेटेड भयो अथवा कमेडीसँग रिलेटेड भयो अथवा कुनै इन्फर्मेटिभ भिडियोहरु भयो, यो टाइपको कुनै एउटा भिडियो चुज गर्न सक्नुहुन्छ। यसको नाम हो कन्टेन्ट मोनेटाइजेसन। अर्थात हजुरहरुले कुनै न कुनै कन्टेन्टमा भिडियो बनाउनु पर्ने हुन्छ र हजुरहरुले फोटोहरु पोस्ट गर्न पनि सक्नुहुन्छ। तर एउटा भिडियो चाहिँ हजुरहरुले दिनमा पोस्ट गर्नु होला र त्यो भिडियोमा पनि धेरै भन्दा धेरै भ्युज आउने खालको पोस्ट गर्नु होला। मैले त भिडियो पोस्ट गर्छु भ्युजै आउँदैन भन्नुहुन्छ। र्यान्डम भिडियोहरु पोस्ट गर्यो भने फेसबुकमा भ्युज आउँदैन। जस्तै आज कमेडी हाल्नु भयो, भोलि नाचेको हाल्नुहुन्छ, भोलि अर्काको भिडियो तानेर हाल्नुहुन्छ, त्यसपछि अर्को कुनै दिन कसको भिडियोमा छिरेर टाउको काटेर हालेर बनाउनुहुन्छ। त्यस्तो भयो भने भिडियोमा भ्युज आउँदैन। त्यसकारणले गर्दा हजुरहरुले एउटै कुन हजुरहरुले चुज गर्नुहुन्छ एउटा गरेर त्यसलाई नै हजुरहरु अगाडि बढ्न सक्नुहुन्छ। हजुरसँग पनि कुनै न कुनै एउटा ट्यालेन्ट हुन्छ। भगवानले सबैलाई एक एकवटा ट्यालेन्ट दिनुभएको हुन्छ। त्यो ट्यालेन्टलाई हजुरहरुले प्रस्फुटन गर्न सक्नुहुन्छ फेसबुकमा आफ्नो कन्टेन्टको माध्यमबाट। गीतमा नाचेर मात्रै
भ्युज आए पनि हजुरहरूको कन्टेन्ट मोनिटाइजेसन हुँदैन, किनकि त्यो अर्काको गीत भयो भने कपिराइट भयो भने त झनै मोनिटाइजेसन हुँदैन। त्यस कारणले गर्दा कतिले मेरोमा भ्युजै आउँदैन, मेरो हेरिदिनु न, मेरो मोनिटाइजेसन भयो कि भएन, पुग्यो कि पुगेन। पहिले हजुरहरूले मिहिनेत गरेर फलोवर्सहरू बढाउनु पर्यो। फलोवर्समा लिमिट छैन, हजुरहरूले 500 फलोवर्समा पनि कन्टेन्ट मोनिटाइजेसन पाउनुहुन्छ। तर त्यसको लागि हजुरहरूले भिडियोमा भ्युज आउने अथवा आफ्नो कन्टेन्टहरू चल्ने वातावरण चाहिँ आफैले बनाउनुपर्छ। किनकि भिडियोमा नै भ्युज आउँदैन भने हजुरहरूको मोनिटाइजेसन भए पनि अर्निङ हुँदैन। अर्थात् मोनिटाइजेसन भएर पनि मोनिटाइजेसन भयो मेरो अब पैसा आउँछ भन्नुभन्दा पनि मोनिटाइजेसन भइसकेपछि मेरो कन्टेन्ट चाहिँ भ्युज टन्न आउँछ, भाइरल भयो भने मात्रै पैसा आउँछ भन्ने कुरा चाहिँ हजुरहरूले सदैव दिमागमा राख्नुपर्ने हुन्छ। पैसा आउनलाई हजुरहरूको कन्टेन्ट मोनिटाइजेसन दिइसकेको हुनुपर्छ। नदिउन्जेल के गर्ने, कसैको 1 लाख फलोवर्स पुग्दा पनि दिएको छैन, त्यो आइडी इङ्गेज नभएको कारणले अथवा कहिलेकाहीँ कपिराइट कन्टेन्टहरू हालेको कारणले गर्दा नआएको हो। सर्वप्रथम त हजुरहरूले आफ्नो आइडीमा कन्टेन्ट मोनिटाइजेसन आउन्जेली वेट गर्नुपर्छ, अरू विकल्प छैन। अपडेट बेला बेलामा गर्दै जानु होला, अटोमेटिकली हजुरको प्रोफाइल योग्य भएपछि मोनिटाइजेसन आउनको लागि योग्य भएपछि आफै मोनिटाइजेसन दिन्छ। अब फेसबुकमा कन्टेन्ट मोनिटाइजेसन आउनलाई यति नै फलोवर्स हुनुपर्छ भन्ने अब लिमिट छैन। हजुरहरूको 1000 फलोवर्स कम्तीमा हुनु पर्यो, अथवा 3 महिनाभन्दा पुरानो एकाउन्ट छ र हजुरको रिलहरू अथवा हजुरको जुन भिडियोहरू छ अथवा हजुरले इङ्गेजमेन्ट देखाइरहनु भएको छ, फेसबुकमा सक्रिय हुनुहुन्छ भने कन्टेन्ट मोनिटाइजेसन आउँछ। हजुरको फास्टर ग्रोइङ भयो, हजुरहरूले गेन गर्न सक्नुभयो फलोवर्सहरू, हजुरको कन्टेन्ट मानिसले मन पराएर हजुरको प्रोफाइलहरू छिरेर प्रोफाइल हेर्न थाल्यो भने अझ चाँडोभन्दा चाँडो कन्टेन्ट मोनिटाइजेसन आउँछ। अब हजुरहरूको प्रोफाइलमा कन्टेन्ट मोनिटाइजेसन दिइसकेको छ अथवा दिन बाँकी छ, त्यो चेक गर्नको लागि चाहिँ हजुरहरू आफ्नो पेजको फोटोमा जानु होला, त्यस पछाडि ड्यासबोर्डमा क्लिक गर्नु होला। या कसैको प्रोफेसनल ड्यासबोर्ड पनि हुनसक्छ, कसैको ड्यासबोर्ड पनि हुनसक्छ, यो नर्मल कुरा हो। ड्यासबोर्डमा क्लिक गर्नु होला अनि लास्टमा गएर हजुरहरूले यहाँनिर मोनिटाइजेसनमा जानु होला। अब यो मोनिटाइजेसन टपिक अन्तर्गत यहाँ देख्न सक्नुहुन्छ, यहाँ योर प्रोग्राम्स, यो भित्र यदि हजुरहरूको कन्टेन्ट मोनिटाइजेसन आइसकेको छ भने हजुरहरूको पेज मोनिटाइजेसन भइसकेको छ भनेर बुझ्नु पर्यो। भने यहाँ नट एट एभाइलेबल अथवा नट एलिजिबल भित्र चाहिँ यही ठाउँमा हजुरहरूको मोनिटाइजेसन भनेर छ भने हजुरहरूको पेज मोनिटाइजेसन भइसकेको छैन। यो चाहिँ हजुरहरूले मिहिनेत गर्नुपर्छ अनि मात्रै मोनिटाइजेसनको सेटअप दिन्छ। अब कसैको यहाँ मोनिटाइजेसन नै छैन सपोज भने हजुरहरूले अझै मिहिनेत गर्न बाँकी छ, आफै फेरि मोनिटाइजेसन आउँछ। त्यो कुरा पनि हजुरहरूले बुझ्न जरुरी छ। अब हजुरहरूले मेरोमा मोनिटाइजेसन आएको छैन, मेरोमा इस्यु आएको छ, मेरोमा यो आएको छ, के गर्ने, सबै कुराहरूको लागि नेक्स्ट पार्ट पर्खिनु होला। अर्को भिडियोमा पक्कै पनि यी कुराहरू सबै हजुरहरूले कुनै पनि कुरा मेरो यस्तो भएको छ भनेर भन्नै पर्दैन। हजुरहरूले इङ्गेजमेन्ट मात्र देखाउनु, सबै समस्या सबै गर्नुपर्ने कुराहरूदेखि लिएर यावत कुराहरू क्रमशः अरू पार्टमा पनि आउँदै जान्छ। एउटै भिडियो हुँदाखेरि धेरै 30-40 मिनट हुनसक्छ। त्यस कारणले गर्दा यो पार्टमा यति नै। हजुरहरूको इङ्गेजमेन्टको आधारमा म फेरि नेक्स्ट पार्टहरू लिएर आउनेछु। हवस् त, धन्यवाद।